हाम्रो मिस्टर ह्यान्डसम के गर्दैछ हौ? हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हामी फुटबल म्याच हेर्न गइरहेछौँ होइन। अनि अहिले चाहिँ म साथी लिन आइरहेको छु र अब केही छिनमै फुटबल हुँदैछ। अनि चाहिँ आयोजक भर्सेस अर्को चाहिँ थाहा भएन क्या। जेसुकै होस् हामी त्यहाँ गएर भिडियो खिचेर अनि फेसबुकमा सेयर गरेर युट्युबमा सेयर गर्नेछु होइन। हेर्नु होला है त। ओके, कता गयो ठुले? हिँड्ने बेलामा चाहिँ अब यस्तो गर्छ क्या ठुले। साथीको पर्खाइमा हो। अनि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुलाई, पुरानो हुन्छ भने भिडियोलाई हेरेर आनन्द लिनु होला भन्दै आजको भिडियो हामी सुरुवात गर्न गइरहेछौँ। हाम्रो मिस्टर ह्यान्डसम के गर्दैछ हौ? ओके ल गाइस, अब चाहिँ हामी ग्राउन्डमै गएर भेटौँला होइन। आज एकदमै बवाल फुटबल हुँदैछ। हाम्रो चाहिँ सपोर्ट चाहिँ हामी चाहिँ अब आयोजकलाई छ होइन। अनि ठुलै के छ भने फुटबल कसले जित्छ होला आज? आज हाम्रै यो के अरे आइतबारे युथ क्लबले नै जित्नुपर्ने। यो जुन हाम्रो के अरे हाम्रो युनिटी क्लबले जित्नुपर्छ भन्ने लाग्छ। ल ठिक छ ल। ओके, त्यहीँ गएर भेटौँ ल। हुन्छ। हाम्रो बर्ने चिया बगान धेरै समयपछि, हाम्रो धेरै वर्षपछि चाहिँ हाम्रो सञ्जीव हेबाङ साथीसँग भेट भएको छ होइन। टाउको देखा न, फुटबल खेलाडी जस्तो छ त हाम्रो फुटबल खेल्ने ग्राउन्ड चाहिँ त्यही हो है। यही है, यो चाहिँ हाम्रो बर्ने टिम हो होइन। चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई पहिला सब्सक्राइब गरिदिनु सिक्छ त हो त्यो कहिले सिक्छ अनि मात्र आइदिनु होला। यतै हालिदिनु भनेर चाहिँ म भन्न चाहदिनँ, हल्का जोक गरेको है। अब सिरियसली सम्झिनुहुन्छ हाम्रो सञ्जीव हेबाङ पार्किङ गरौँ न है। पार्किङ गर्दा हुन्छ होइन। बोलाउनु चाहिँ अघि बोलाएको। अब हामी ग्राउन्डको झलकहरू देखाउँछौँ ल। ओके, जाँदै हुनुहुन्छ सबैको साथ नै गयो जस्तो भयो क्या। तपाईँहरूले सबैलाई लगिहाल्नु भयो छैन त्यहाँबाट। हाम्रो कुन टिम पो हो? रातो हाम्रो टिम हो केटाहरू खोइ? रातो सेतो होइन, रातो चाहिँ हो। खोइ मिलन कहाँ छ? ए खेल सुरु भइसकेको रहेछ नि। कस्तो खतरा हानेको त। कर्नर पनि केही हुनसक्छ अब। त्यही अघि खेलाइसकेको छ त कर्नर त केटाहरू। धेरै राम्रो सुट हाल्दैछ है। के भयो भने हेर्नु कहिले यहाँ भिडियोमै हेर्नु फेरि थियो। म त यहाँ भिडियो यस्तो घुमाउँदै थिएँ पेनाल्टी भनौँ न। यहाँनिर चाहिँ खेलाडी घाइते हुन पुगिरहेछ।
Hey. पनाउँदै रहेछ ल लास्ट चान्स थियो है यो चाहिँ होइन के भन्छ आयोजकको लागि चाहिँ लास्ट चान्स थियो यो ल यतिकोमा त छिराएको भए चाहिँ हिँडाउनु पर्ने होइन बल्ल पाउँछ